ब्लगमा तपाईहरुलाई स्वागत छ। मेरो त यो सेकेन्ड ब्लग हो। फर्स्ट ब्लग बिग्रेर यस्तो तनाव भएको थियो कि त्यो भिडियो डिलिट गर्ने कि के गर्ने भन्नेसम्म म भइसकेको थिएँ। अनि त्यो अब भिडियो बिग्रेर यस्तो अनि भएको थियो। अनि सबैले के भन्यो भने अब फर्स्ट ब्लग हो जस्तो भइहाल्छ, बिग्रिहाल्छ, फर्स्ट ब्लगमा त बिग्रिहाल्छ। अनि त्यही भएर डिलिट नगरेर चिन्नुहुन्छ फर्स्ट ब्लगको भनेर मैले त्यो ब्लग डिलिट गरेको थिएन। अनि यो चाहिँ सेकेन्ड ब्लग आयो 2081 साल 11 महिना 29 गते सेकेन्ड ब्लग होली स्पेशल। म फ्यामिलीसँग छु। धेरै पछि मामा घर आएको थिएँ। अब सबै फ्यामिलीहरुसँग हुन्छु म आज। अनि सबै फ्यामिलीहरुसँग होली खेल्दा कस्तो हुन्छ रमाइलो हुन्छ होला। अब म अहिलेपछि होली खेलेको भिडियो गराउँछु, त्यो देखाउँछु। अनि सबैले मेरो च्यानललाई माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला। नयाँ हुनुहुन्छ भने मेरो भिडियोमा म पनि नयाँ हो हुन त। कौन है ये लोग? कहाँ से आते हैं? अनि सबैले लाइक कमेन्ट शेयर गरिदिनु होला है। अन्तिमसम्म यो भिडियो अन्तिमसम्म हेरेर सपोर्ट गरिदिनु होला। अहिले यति नै। A few moments later. मुखी दोची नि के आइले दोची सके बुल गरे छैन गरे बुल पारि मन्जु छैन गरे ह मन्जु छैन पारि हुन्छ त यहाँ त बन्द त्यो धुन आइछ हजार ला ला आज त्यसको भित्र बसाक पता ह्यापी होली रमजान लागिन्छ के टिका मात्र लगाइदे मलाई अग्न लगाइदे ओ तिला उता बाग्न लाग्दै अहिले हैन अघि जानलाई नलगा क्या कति मात्र हेर्नु देखाइदिनु आइज अङ्कलको मैले फोटो खिच्छ भने चौध पल्ले मलाई यहाँ मैले कुर्ता लगाएन ओ कुर्ता निकाल आउनु मलाई माम पहिला मलाई चाहिँ त तल त रोक्नु कुर्ता लगाएर आउँछु जा त मेरो खाना कुद्दै मन अनि यता आइहाल्छ नि त एकैछिन त त्यही त भने अब तिम्रो त के लगाइदिएन त म त हैप्पी होली बुरा नमानो होली गाडी त थाल्नु सबैले सरल छ नि त आइज के फोटो खिच्छ छिरेक छिन दल्ला भनेर म कब्रामा लागेछ मैले त्यही गरे जति लाग्यो भने जान्न के आयो म त अनि हो हैप्पी होली 2000 years later. सो गाइस होली लागिसक्यो। होली चाहिँ लागिसकेको छ भनेर म चाहिँ ब्रुस लिन गएको थिएँ दोकानमा। त्यहाँ हजुरआमाको घर त पुरा होली खेलिसक्नु भयो रहेछ। अनि म फेरि ब्रुस गर्दै होली खेलेको। त्यहाँ गएर मैले पनि कपडा चेन्ज गरेर होली खेल्न लाग्यौँ सबैले। अहिले टिका लगाइदिन्छु भन्नुभयो। अनि टिका लगाइदिएन भने पाएन। अनि रेडी भइसक्यौँ। अब आन्टी अङ्कल त ड्युटी जानु भइसकेको छ। अहिले पछि आउनुहुन्छ अनि सबै फेरि हुन्छन् सँगै अनि फेरि खेल्छौँ। अहिले चाहिँ यति नै। उना बहिनी मोटी ऊ त्यो बहिनी चाहिँ खेल्दिनी ला क्रिस्चियन भएर यहाँ टिका लाग्यो हेर त यहाँ। आमामा कसको हो बहिनी? अब कहिले खेल्ने हामी? कति बेला खेल्ने? हामी चाहिँ अब यही हो। आन्टी अङ्कल चाहिँ जानु भइसक्यो। अहिले एकछिन पछि आउनुहुन्छ अनि त्यसपछि खेल्छौँ। अहिलेलाई यति नै हो। ए सरी फर्स्ट अफ अल तपाईँ ह्याप्पी होली गाइस, ह्याप्पी होली।